जस्तै अझै एक्सर्साइज गर्ने भन्नुहुन्छ। यस्तो यस्तो खुट्टा पनि हल्लाउनुस् त खै, ड्याडीलाई हेरेर हल्लाउनुस् खै खुट्टा बेबी। त्यस्तरी हैन, उता हेर त यिनले जानिनन् के बिचार कुन चाहिँ हल्लाउने भन्ने। गरी हो खिची हो, आई मिन भिडियो खिची हो। ल अब अर्को एक्सर्साइज, अब अर्को एक्सर्साइज है। नेक्स्ट ल नेक्स्ट ल नेक्स्ट अभी मातिनु भयो फेरि। ल ऊ ड्याडीको हेरेर गर, ड्याडीको एक्सर्साइज हेरेर गर ल। ल छिटो छिटो। ल अब अर्को एक्सर्साइजमा पुगेन। हात अगाडि हो नि ऊ ड्याडीको जस्तो हेर। ल अब अर्को हात अगाडि। ल ल हेलो गाइज, नमस्ते सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ म कता जाँदैछु भन्दाखेरि न्यु रोडतिर जाँदैछु। न्यु रोडको साइडमा चाहिँ के छ जाँदैछु, मैले चाहिँ बिर्सिसकेको थिएँ कुन ठाउँमा जाँदैछु भनेर। त्यही भएर चाहिँ मैले बुढालाई सोधेर अनि त्यसपछि फेरि भिडियो रिटेक लिएको। अनि नानीको स्यान्डल चाहिँ सानो भएको थियो, त्यसैले म चाहिँ त्यो एक्सचेन्ज गर्न जाँदैछु। अलि ठुलो साइजको लिएर आउँदैछु। अरू सामानहरू पनि किन्न सक्छु, अब राम्रो राम्रो सस्तो लाग्यो भने चाहिँ म किन्छु। Close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands, through the highways. And on we'll go. घर आएपछि चाहिँ हालत त्यस्तो थियो। पानी पोख्ने, बोतल फाल्ने सबै सामानहरू फालिसकेको थिइन्। अझै अरूहरू कोठामा पनि फालेको थिइन् कि, यहाँ मात्रै होइन, कता कता डुलिओली नसुतिकन चलेर बसिरहेछन् कि। आफ्नो स्यान्डल देखिसकेपछि त लगाएर हिँडिसकेछन्, क्याटवक गर्न खोजेछन् कि छोरीले चाहिँ। बिचारा हल्का ठुलै भइसकेछ कि। मेरो आजको सपिङ चाहिँ यति मात्रै हो, धेरै चाहिँ गरिनँ, यति मात्रै। हल्का घरमा चाहिने सामान र यसो बाहिर तरकारी लिन जाँदैछौँ। रोजलिन पनि यसो फ्रेस हावामा घुम्छिन् भनेर निस्केछु। रोजलिन यता हेर त खै, कति खुसी हुनुभयो रोजलिन बेबी। न्यु रोड गएर फेरि घर आएर पनि फेरि म चाहिँ बाहिर निस्केको थिएँ तरकारीहरू लिएर आउनलाई। अनि घरको लागि चाहिने सामान, अब तरकारीहरू चाहिन्छ नि त, नुन तेल यताउता
सामानहरू त्यो लिन भनेर गएको थिएँ। नानीलाई लिएर यसो फ्रेस पनि हुन्छन् बाहिर निस्किसकेपछि भनेर गएको थिएँ। म चाहिँ फ्रेस नभइकन गएको थिएँ कि फेसवासहरू केही नगरिकन ड्रेस मात्रै चेन्ज गरेर अनि हातखुट्टा मात्रै धोएर गएको थिएँ। अनि किनकि धुलो हुन्छ नि त। अनि म चाहिँ आइसकेपछि अब चाहिँ खाना बनाउन थालेँ। यो फेरि हाम्रो घर बाहिरबाट देखिने भ्यू हो, कस्तो राम्रो देखियो। त्यही भएर चाहिँ मैले थोरै क्लिप यो पनि लिएँ है। छोरीले पनि सँगसँगै बुवालाई हात छोपेरै खाना खान लाने अरे आफूसँग। अनि हामी चाहिँ अब रातिको खाना खान जाँदैछौँ। यो चाहिँ मेरो रातिको खाना हो। Thank you. Wow. म पनि खान्छु ल।